साथीहरू अहिले हामीले देखिरहेछौँ पुरा ट्राफिकहरू कालो सिसा हटाउने फाइन गर्ने गृहमन्त्रीले नि हटाऊ मेरोबाट गाडीबाट नि हटाइदियो भन्ने अनि अहिले चाहिँ जरिवानाको कुरा एकदम व्यापक भइरहेछ 1,00,000 रुपियाँ जरिवाना लाग्छ अरे भन्ने भइरहेछ। तर साथीहरू अहिले नै 1,00,000 रुपियाँ चाहिँ लागिहाल्दैन किनकि यो कालो सिसा राख्न चाहिँ पाइँदैन, कानुनले नै पाइँदैन भनेको छ। तर यो सुरक्षाको हिसाबले चाहिँ 20% सम्म छेकिने चाहिँ राख्न पाउने प्रावधान चाहिँ छ। तर यो अब कसले कसरी दिन्छ चाहिँ यो नेपालको कानुन सबलाई थाहा छँदैछ, पहुँचमा भएकोलाई मात्र भन्ने हो, सर्वसाधारणलाई चाहिँ हुँदैन। यो सिसा मात्रै नभई सिट सङ्ख्या च्यासिस नम्बरहरू हेरफेर गऱ्यो भने पनि कारवाही चाहिँ हुन्छ। तर यो सिसाको सन्दर्भमा चाहिँ जुन अहिले हामीले 1,00,000 हुने कुरा सुनिरहेछौँ त्यो चाहिँ अहिले लागू भइसकेको छैन। अहिलेको चलिरहेको कानुनअनुसार चाहिँ 1,000 देखि 5,000सम्म जरिवाना चाहिँ हुनसक्छ सिसाको खण्डमा। मैले फोटोहरू पनि राखिदिएको छु साथीहरू, तपाईँहरू पनि राम्ररी हेर्नुहोला, काम लाग्न सक्छ है त साथीहरू। धन्यवाद।